हेलो साथीहरू, नमस्ते। आज पनि म आइसकेको छु हजुरको साथी सलिना थापा र मेरो युट्युब च्यानल मार्फत म आज पनि हजुरहरूसँग मादल सिक्न आइपुगेको छु। साथीहरू हो यहाँभन्दा अगाडिको भागहरू मैले पनि सिक्दै गरेको भागहरू हजुरहरू कतिजनाले सिक्नुभयो, कतिजनाले सिक्न बाँकी छ, सबैजनाले सिक्नु होला है। र अनि मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु है साथीहरू। हजुरले सब्सक्राइब गर्नुभयो भने हजुरहरूको मैले यहाँबाट अपलोड गरेको भिडियोहरू सबै हजुरहरूको मोबाइलमा आइपुग्छ अनि हजुरहरूले सजिलोसँग सिक्न सक्नुहुन्छ भन्दै आज चाहिँ म दादा र ताल सिकेको छु। म पनि दादा र ताल बजाउँछु, म पनि सिक्ने बजाउने कोसिस गर्छु र हजुरहरू पनि म सँगसँगै बजाउने कोसिस गर्नुहोला। अनि कतिले यहाँभन्दा अगाडिको भिडियो छुटाउनु भएको छ होला, उहाँहरू सबैजनाले हेरेर अनि अगाडिको भागहरू सिकेर अनि आउनुहोला। हातको प्र्याक्टिस चाहिन्छ अनि एकदमै हाम्रो हात चल्नुपर्छ, हातको प्र्याक्टिस राम्रो हुनुपर्छ मादल बजाउनको लागि। सबैभन्दा पहिला ल साथीहरू, आज चाहिँ घिन घिन ताङ ताक घिन ताङ, यो विशेष गरी भैलिनी गीतहरूमा लाग्ने रहेछ। यो ताल चाहिँ दादा र ताल 6 मात्राको ताल। ल साथीहरू, पहिला घिन घिन ताङ ताक घिन ताङ, घिन 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 यताबाट हुन्छ, घिन घिन अनि ताङ अनि ताक घिन ताङ, घिन घिन ताङ ताक घिन ताङ है। ताक ताक चाहिँ एकचोटि हुन्छ है साथीहरू। ल यसरी बजाउन सिक्नु होला। घिन घिन ताङ ताक घिन ताङ, घिन घिन ताङ ताक घिन ताङ। ता र क चाहिँ एकैचोटि हुन्छ है साथीहरू। ता अनि क, ताक ताक र घिनतिर एकैचोटि हानेर ताक ताक अनि घिन ताङ, घिन घिन ताङ ताक घिन ताङ, घिन घिन ताङ ताक घिन ताङ, घिन ताङ घिन ताङ धाङ, दाङ र धाङ एकैचोटि हान्दा धाङ हुन्छ। साथीहरू आजलाई नमस्ते, यति नै। म अर्को भागमा फेरि पनि आउनेछु। मेरो च्यानलमा जोडिराख्नु होला है।